बाटोमा किन खर्च गर्ने होटलतिर मूत्र विसर्जन पनि गरेर अब होइन कति सानो हो नि नभन्दा पनि यार मिठाई खाने मन लाग्यो म कमान जाने हो र ल ट्याक्क कहाँ भाइ ओ अन्त लाने यार ल लाग्यो है साथीहरू ल है पट्ट लाग्यो र होस् यात्रा सफल होस् ल सो गाइस हामी चाहिँ घरबाट निस्किसकेका छौँ अब चाहिँ हामी पूजा गर्न चाहिँ सिद्धबा जाने अनि सिद्धबा पूजा गरिसकेपछि फेरि काठमाडौँको यात्रा सुरु हुनेछ नयाँ बाइक किनेपछि पूजापाठ गर्नु पर्यो गाइस ल हामी चाहिँ यति बेला चाहिँ सिद्धबा जानेछौँ त कति बेला आउने तपाईँको होइन हाम्रो ढिला भइसक्यो क्या त्यही भएर हजुर तयारी नै हो अनि हामीले चाहिँ गुरुबालाई काठमाडौँ जाने गुरुबा राम्रोसँग पूजा गर्नुहोस् नयाँ बाइकको 5 लाखको भन्यौँ होइन स्पेसल तरिकाले पूजा गर्नुभयो दाहिने यताबाट हो यताबाट घुमाउँदै अघि जता जता लाख त्यतै गर्ने अनि चाहिँ बाइक पूजा गरे लगत्तै हामी चाहिँ दिदी घर बरघाट आइपुग्यौँ साथीहरू यतिको भयो पेट्रोल हाल्यो है अब बाइकले पेट्रोल त घरै हालेर आएको अनि अब चाहिँ यो मान्छेलाई पनि पेट्रोल हालेर काठमाडौँसम्मलाई यहाँ दिदीको घर आएर च्याप खाइयो खाना होइन भाइ हावा लागिन्छ नि होइन भाइ ल यही हो फाइदा भनेको यही हो बाटा बाटामा दिदीहरू आफन्तहरू हुनुहुन्छ र एक टक्क खाएर होइन बाटोमा किन खर्च गर्ने होटलतिर त्यही भएर यहाँ चाहिँ भेटघाट मिठो सम्झना ल हेप्पी तिहार दिदी उनीहरूलाई एउटा टिकटक नभनेर जानै दिन्न भन्नुभयो अनि टिकटक बनाउन लाग्यौँ नाचन मात्र त भएन नि त गाई छ होइन त्यसपछि हामी चाहिँ बाइकमा सारा दाउनेको गाला हामी यात्रा तय गऱ्यो कष्टपूर्ण यात्रा छ साथीहरू अन्त्यमा बाटो एकदम खत्तम छ साथीहरू ल हेर्न सक्नुहुन्छ यहाँले दाउनेको बाटो निकै नै खत्तम छ नारायणी पुल आयो नारायणी पुल हामी चाहिँ अब काठमाडौँ जाने यहाँ भएको बाटोमा सबभन्दा लामो पुलै नै होला नारायणी पुल अनि दाइले अगाडि गएर विश्राम गरौँ केटो लास्टै धो भयो बाइक चलाउन भन्नुभयो अनि चाहिँ हामी ठ्याक्कै योभन्दा अगाडि गएर विश्राम गरेको छौँ गाइजहरू मूत्र विसर्जन पनि गरेर अब होइन म त लाग्नु पर्यो ल केही समयको विश्राम पछाडि फेरि लाग्यौँ है गाइज हामी त यतातिर गेट हो यो हामी चाहिँ केबल कार जानको लागि यतातिर जानुपर्छ हामी चाहिँ काठमाडौँ जानु बाटो यता भयो है सफर कस्तो रह्यो ठिक छ होइन बाइक एक्लै चलाएर आउँदाखेरि ठगी लाग्छ जेस मकै कसरी हो कति सानो हो नि नभन्दा पनि यार होइन भाइ बाँकी त होइन नभन्दा सानो यार धेरै टिक्नु रहेछ कलिलो मिठो हुन्छ अरे कलिलो पलिँदै हुनुहुन्छ यहाँनिर बसेर खाएर जाऊँ त छिप्टेको अरे बारी आयो छिप्पेको नभन्नु न भर्खर 16-17 वर्षको हो नि दाइ के भन्छ यो खानलाई हजुर सबै कुरो खोलिले मनपर्छ
पक्कै पनि कसैले मन पर्छ। दाइलाई हेर मलाई त झरी जिनो मनपर्छ है। यहाँको विशेष माछा होइन फेमस भनेको माछा नि दाइ माछा मलेखुवा माछा खाने हो ज्यान बनाउने भयो ज्यान बनाउने दाइ। अनि यहाँ माछा तारेर च्याट्ट खाने तयारीमा छन्। मलेखुको विशेष यहाँको चाहिँ फेमस हो अरे माछा तारेर खाने चाहिँ। त्यही भएर यहाँ दिदीलाई चाहिँ माछा अर्डर गरेको छन् गाइजनले। सबै होइन दिदी यही हो। कस्तो भइरहेको थियो भने म खाँदाखेरि झिङ्गे माछा मजाले खाइयो। अनि झिङ्गे माछा खाएर यो चाहिँ काठमाडौँको यात्रामा निरन्तर अगाडि बढ्नुभएको हो। हाम्रो देश नेपालमा पहिलोचोटि सुरुङ मार्ग बनेको यहाँनिर हो। इतिहास बन्ने छ। कसले फेरि जान्छ त्यति घुम्ने हो। वाह 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 क्या बवाल छ क्या बवाल। विदेश जस्तो बल्ल विदेश गए जस्तो भयो कि महसुस भयो यार। अनि ल यहाँदेखि गइन्छ होइन ढिङ्गा सुरुङ मार्ग यहाँ काला माला तर हाम्रो जान मिल्न प्रवेश गर्न। झिलिमिली लगाएर बवाल छ त हो बवाल छ त। यहाँ एउटी बल्ल दौली हो झिलिमिली लगाउँदैन।